ल है साथीहरू, हाम्रो त यसरी पम्पले पानी लाउँछौँ है। अब खेती गरिसकेपछि त पानी पनि लाउनु पर्यो होइन। अब खेती गर्छु भनेर मात्रै भएन, अब खेतीलाई उब्जाउनु पर्यो, फलाउनु पर्यो होइन। कति थोक हुन्छ होइन। अब आकाशबाट पानी नआएपछि त अब यस्तै हो, उपाय नै यही छ। यसरी पानी लायो, पानी रुङ्नु पर्यो, लाइन जान्छ, भोल्टेज जान्छ। अनि त्यो भएर चाहिँ यहाँ बसेर तपाईँलाई देखाउन मन लाग्यो क्या, हो नि। हजुरहरूकोतिर कता कता यसरी लाउनुहुन्छ भनेर चाहिँ मलाई पनि हजुरहरूलाई सेयर गर्न मन लाग्यो क्या। के गर्नु र साथीहरू, जिन्दगी यस्तै छ। अब खेती किसानीहरूको जिन्दगी यस्तै छ। कसै गर्दा शान्ति हुँदैन, न मल पाइन्छ कहिले, न आकाशबाट पानी झर्छ। धेरै गाह्रो छ। रोप्नदेखि लिएर उठाउनसम्म एकदमै धेरै गाह्रो क्या। त्यही पनि भने जस्तो फल्दैदेखि त त्यो दुःख गरेको पनि बरु अलिक आनन्दै हुन्छ होइन। भने जस्तो पनि पो फल्दैन त, अब नगरौँ न त भन्दा मुखमा माड हाल्नै पर्यो होइन। अब गरौँ न त भन्दाखेरि त्यो गरेको भन्दा डबल पुग्छ उठाउन्जेलसम्ममा होइन। नकेही नके, अब नगर्दा पनि हुँदैन है फेरि नि। नगरी त के खानु र होइन। गरेको र नगरेको त मिल्दैन त्यो त। तर पनि अब यस्तै छ, आकाशबाट पानी आउँदैन। अब यस्तै छ, अलिअलि चाहिँ आए जस्तो गर्दैछ है साथीहरू। अब पम्प रुङ्नु कि घरतिर लाग्नु भयो त। त्यस्तै छ, हेर्नु है। मैले चाहिँ यस्तै भिडियोहरू बनाएँ। अब यता यस्तै भिडियोहरू बनाएँ मैले चाहिँ। हल्लिए जस्तो लाग्छ, यताउता गर्दा पनि कस्तो कस्तो लाग्छ क्या। मलाई चाहिँ एकदम राम्ररी बनाउन मन लाग्छ। अनि त्यो भएकोले गर्दाखेरि चाहिँ है, अब यस्तै छ साथीहरू। राम्रोसँग बस्नु होला हजुरहरू पनि है। अब पानी चाहिँ हजुरहरू पनि यसरी नै लाउनुहुन्छ कि कसरी लाउनुहुन्छ कि पैनी छ कि, सबैजनाले कमेन्ट गर्ने ल। हाम्रो चाहिँ पैनी छैन, अनि यही गर्ने गरेको छ। अब पैनीको लागि त्यहाँ कुरा राखेको छ।